हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। धेरै पछि मैले यो भिडियो बनाउन लागेको छु। फाइनली हिजो गोप्रो पनि आइपुग्यो। मेरो साथी हिमाल र मिलनलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच यति धेरै साथ सपोर्ट गरिदिएकोमा मलाई। अब मेरो भिडियो चाहिँ खास मेरो कामको बाँसको कामको मैले गर्ने कामहरू त्यस्तैहरू हुनेछ। सकेसम्म रमाइलो भिडियो बनाउने छु। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। त्यही हो। खासै नयाँ छु। खासै अब सिक्दैछु कसरी अब भिडियोहरू। अब गोप्रो पनि फर्स्ट टाइम चलाउँदैछु। यसको बारेमा मलाई खासै नलेज छैन। त्यही हो, सिक्दै जाने हो, गर्दै जाने हो। साथ सपोर्ट गरिदिनु होला। अब नयाँ गोप्रोबाट कस्तो आइरहेछ भिडियो क्वालिटी त्यो पनि भनिदिनु होला। म चाहिँ अब अहिले अफिस जानु लाग्यो। चट्ट लगाएर अब रेडी भयो। सरर गइन्छ अफिस। ब्यागहरू हेलमेटहरू यहाँ छ टक्क लगाएर। यसबाट एडिट हुन्छ है भिडियो चाहिँ यो फोनबाट। क्वालिटी कस्तो आउँछ थाहा छैन। र म चाहिँ अब टक्क कामतिर अफिसतिर हिँडेको होइन। बाटोमा हेर्दै जाउँ। म चाहिँ आज भाइको बाइकमा जानु लाग्यो। मेरो बाइक चाहिँ लान्न, पालै पिलो लाने हो। हिजो मेरो लग्यो, आज चाहिँ भाइको लग्ने हो। यस्तो टक्क लगाएर कस्तो आइरहेछ भिडियो। हाम्रो यो चाहिँ हाम्रो गाउँ हो। है बाटो चाहिँ यस्तो खत्तम छ कि यस्तो राम्रो ठाउँलाई यो बाटोले खत्तम गरिदिएछ। बाटोमा खिच्दै जाउँ ल है। अहिले भाइको घर आइपुग्नु भयो। यो चाहिँ हाम्रो भाइको घर हो। अब टक्क लगाएर जानुपर्छ भाइसँग। ओइ पुग्छस्? यस्तो बवाल ठाउँ छ कि बाटोले गर्दाखेरि खत्तम। भाइले बाइक निकाल्दैछ टक्क लगाएर होइन। जानुपर्छ। त्यही पुरानो स्ट्यान्ड भए पनि ल्याउनु पर्ने रहेछ बिर्सेर। काम चलाउ त हुन्थ्यो नि त्यसले। यस्तो खत्तम छ कि बाटो यो हाम्रो गाउँको। सुन्दर ठाउँको दुर्गम बाटो भने यही हो। यसो समात्दै हातै दुख्ने रहेछ नि यार। यस्तो छ हाम्रो गाउँको बाटो। यस्तो छ हाम्रो गाउँ होइन। चट्ट लगाएर हरियाली, तर बाटो चाहिँ खत्तम यहाँ छ। काठमाडौँबाट लगभग 10-12 किलोमिटर भित्रको ठाउँ यस्तो छ क्या। के भन्ने मलाई गएर के भन्ने यहाँ चाहिँ मान्छेहरू सबै धनी।
किलोमिटर बाटो यस्तो छ। अनि त्यसपछि त्यहाँ के भन्छ अब यहाँ तपेश्वर होटेल पुगेपछि चाहिँ बाटो फेरि सफी चाहिँ पिच हुन्छ बढीखेर। यो हाम्रो गाउँ मात्रै हो क्या यति। बेच्दै हुन्छ पोइन्टमै यस्तो बाटो
मिठो पार्न आँट कहिले चाहिँ कस्तो दुर्गन्धित हुन्छ यो ठाउँ। अफिस पनि आइपुग्यो। यही हो हाम्रो पुलीहरूको अड्डा। हाम्रो अफिस पनि आइपुग्यो होइन। यो गेट यो निलो गेटबाट D7 यो हो ग्रिन ब्याम्बो क्रिएसनको लोकेसन होइन। टक्क आयो। हाम्रो फ्याक्ट्री चाहिँ यो हो। यो चाहिँ अब हाम्रो युएनको लागि प्यानलहरू बनाएर तल फिट गर्नुपर्ने हुन्छ। यही हो हाम्रो फ्याक्ट्री चाहिँ होइन। चट्ट यो चाहिँ हाम्रो ड्रेस चेन्जिङ रुम। हाम्रो दाइ हो उहाँ चाहिँ श्याम दाइ, यहाँको सुपरभाइजर सर। यही हो हाम्रो फ्याक्ट्री चाहिँ। अफिस चाहिँ यता माथिभित्र छ। अब यहाँ आएर टक्क ड्रेस चेन्ज गर्ने हो, काम सुरु गर्ने हो होइन। ठन्डा यार जस्ता सोच्या छ कहाँ अब टक्क लगाएर अब काम सुरु गर्नु बेला भयो होइन। यो चाहिँ हाम्रो गोर्खे भाइ हो। यही हो बाँसहरू फुटाउँदा यसलाई ग्राइन्डर गरेर चट्ट लगाएर होइन यस्तो गरेर यस्तो प्यानल बनाउनु पर्छ। यो चाहिँ यस्तो खालको प्यानल हो। डबल हुन्छ यसमा होइन। यताबाट उताबाट त्यस्तै हुन्छ। यो चाहिँ छानो सिस्टममा छानोमा जस्ता लाग्यो जस्तै हो कि सिस्टमको। बाले पोटी एउटा तल एउटा माथि खप्टाएर बनाउने हो। अब हामीले इन्स्टल गर्ने फिटिङ गर्ने बेला पनि देखाउँछौँ होइन। यो त अब धेरै दिन बाँकी छ। यही हो फ्याक्ट्रीमा चाहिँ बाँसै बाँस छ होइन। सब बाँसै बाँस हो। बाँसको फ्याक्ट्रीमा बाँस नभएर के हुन्छ र होइन। चट्ट लगाएर ल अब चाहिँ हाम्रो स्थानमा बसेर टक्क लगाएर काम गर्नु पर्यो। यो चाहिँ हाम्रो कलिलो बाँस चाहिँ यस्तो सुक्छ कि आधीलाई पनि सिङ्गो बनाएर बाँस चिन्न जान्नुपर्छ कि यो छिपेको र कलिलो बाँस यस्तो सुक्छ क्या कलिलो बाँस चाहिँ। छिपेको चाहिँ केही हुँदैन कि तस्ताको तस्तै हुन्छ मसिनो यस्तो हुन्छ। हो हाम्रो डल्ले भाइ त्यही हो मुगको डल्ले भाइ हाम्रो होइन। खै हेलो भने हेलो हाई गुड मर्निङ सबैलाई। म आइसकेँ। अब हाम्रो काम सुरु हुन्छ हाम्रो टिमको फटाफट होइन। आफ्नो डिपार्टको कामहरू यो चाहिँ हाम्रो राहुल भाइ के अरे हाम्रो मार्केटिङ म्यानेजर है हो। आजबाट ब्लग सुरु भइसक्यो त होइन राहुल भाइ। बहिनी पनि आइपुग्नु भयो। दुईजना मान्छे आउँदैछ। अब हामी फुटाउने मान्छे यस्तो यस्तो गर्नुपर्ने हुन्छ होइन। एकदम मेहनत लाग्छ कि बाँसको काममा चाहिँ। एकदम म यो डल्ले भाइ डल्ले भाइ ल डल्ले भाइको काम के अरे आज गर नि त एउटा काम गरेर देखाउँदा बाँस हुन्छ। डल्ले भाइले यसरी गर्छ हेर्नुहोस् सबैजना।
बाँसको काममा चाहिँ एकदम मेहनत लाग्छ होइन मान्छेहरूले सोध्छ कि बाँस त हो भन्छ तर बाँसबाट अनेक थरी बनाउन सकिन्छ त्यही हो अब हेर्दै जानुहोस् म तपाईँहरूलाई बाँसको बारेमा सबै डिटेल देखाउनेछु है यस्तो हुन्छ हाम्रो कम्पनीमा काम म चाहिँ भर्खर यहाँ सामान लिन गएको थिएँ जिआई तार होइन टिमहरू रे आफै टिमहरू रे के भन्छ तिमीहरू रे सबैजना चिनेहरू हजुर यो मान्छे ठिक छैन है यो मान्छे यो मान्छेलाई चाहिँ यो मान्छेलाई चाहिँ है एकदमै यो कोरे एउटा सफल जस्तो बनाइदिनु होला जताततै बाँसै बाँस र हाम्रो चाहिँ अब खाजा टाइम हो खाजा खान लाग्यो होइन हेलो फ्राई राइस अलवेज फ्राई राइस हुन्छ हाम्रो चाहिँ सबैको होइन हेरौँ न के हुन्छ अब कसले चाहिँ थाहा हुन्छ नि यहाँ कसको के छ के छ भन्ने फेरि आइटम चाहिँ थुप्रो हुन्छ है यहाँ फेरि लगभग भेराइटी है यो चाहिँ एकदमै 84 व्यञ्जन हुन्छ यसमा टाउको लगाएर 84 व्यञ्जन चस्मै लाएर खान लाग्यो तिमीले ए हो फेरि चस्मा नलाए चाहिँ आँखा देखिँदैन के गर्नु अलिक बुढो मान्छे भयो चस्मा नलाए चाहिँ के छ भनेर यहाँ देखिँदैन चिजहरू नत्र छ भनेर चस्माले देखाउँछ कि यसको छ एकदमै पावरफुल भएको चस्मा त्यो चस्माको खासियत के छ त त्यो यो भनेको जे होस् के भेराइटी छ कसको चस्मा अरे यो हाम्रो नेपाल क्रिकेट खेलाडी सन्दीप लामिछानेको चस्मा दिनु भएको मलाई है ट्युमा गएर मैले क्रिकेटको ठुलो फ्यान फेरि होइन म एकदम मन मुटुदेखि ल अब खाजा खै एउटा कुर्सी पुगेकै छैन हराउनु भयो लिएर आउनु त जाऊ जाऊ लिएर आऊ त झोल लिएर आऊ जाऊ मासुको झोल बिना अब रुच्दैन होइन ट्याक्क यो भिडियो छोटो छोटो बनाउँदै पैसा दिन्न त पैसै छैन यो कसलाई हो यो फेरि यो अब त यस्तो हुन्छ कि हाम्रो खाजै भाइरल हुनुपर्ने खाजा हो क्या कम हुन्छ त त्यही त आइटम हेर्दाखेरि एउटै थरीको सबै थरी छ आलुको मात्रै आइटम छ नाम के तिम्रो जिके जिके ओहो जिके अनि घर चाहिँ कहाँ घर मुगु मुगु कुन ठाउँ मुगु हारा छाना नगरपालिका वडा नम्बर 11 तिमी अहिले कहाँ छौ म अहिले काठमाडौँ कुन के गरेर छौ काठमाडौँ ललितपुर अनि के गरेर छौ ललितपुरको लगान खेल अनि कुन कम्पनीमा काम गरेर छौ छोटकरीमा जिबिसी अनि कुन काम गर्छौ जेसीबी म लेबर काम जेसीबी छोटकरीमा जेसीबी भने जिबिसी लामोमा ग्रिन ब्याम्बु क्रिएसन प्राइ लिमिटेड भविष्यवाणीमा के छ तिम्रो सोच विचारहरू यो ब्याम्बोमा काम गरेको कति वर्ष भयो यो ब्याम्बुको म मालिक हो ओहो मालिक अनि कति वर्ष भयो नि तर लेबर काम गरिरहेको छु यहाँ अनि कति वर्ष भयो
तिमीलाई भन न अब के कति वर्ष भयो भन न तिमीले सोधिरहेको छु झ्याम झ्याम भन न इन्टरभ्यू लिनेपछि बाहिर रोडतिर जाउँ म यो क्लियर पछि हुन्छ यहाँ भइरहेछ त आनन्दले आइरहेछ त चलेछ नि त अगाडि पनि पछाडि पनि होइन भन न त अनि तिमी कति वर्ष भयो काम गरेको काम गरेको 9 वर्ष 9 वर्ष ओहो अनि अब के छ तिम्रो भविष्यवाणीहरू ओ पत्रकार बन्द कमी छैन गाह्रो छ तिमी अब के मुगु सुगु जाने सोच छ कि छैन मलाई गाह्रो छ अब दिन सकेन आमाले ल अब चाहिँ छुट्टी भएको अवस्था घरतिर लाग्ने ल राहुल भाइ जाउँ सर र अब हावा खाँदै भाइले बाइक निकाल्दैछ रथ चलाएर कता घुमाएको हुइले हान्यो त एउटा रेखे आज ल ल बिस्तारै भाइ तपाईँ बस्दा पनि जान्छ म बस्यो भने जान्छ भेट ओके ल जाँदैछ साइलेन्टमा आउँछ क्या तर आयो फाइनली घर आइपुग्यो होइन अब चाहिँ घर आइपुग्यो अफिसबाट बिहान गएर टक्क आएर यस्तै हो आजको भ्लग कस्तो लाग्यो हेरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला यही हो गाइज म चाहिँ घर पुगिसकेको छु होइन फाइनली अब अफिस गएर आइयो आजको दिन अब खासै त्यस्तो केही कामै भएन रमाइलो अब राम्रो देखाउने कामै भएन फ्याक्ट्री त्यही हो अब पछि यो भोलि पर्सितिर अब अलि
खतरा भिडियो बनाउँछु म। फर्पिङमा छ हाम्रो काम, अब साइडमा घरहरू बन्दैछ 8वटा होइन, ब्याम्बोको प्यानलको अब नयाँ प्रविधिको घर, तिनीहरूको भिडियोहरू देखाउनेछु। यही हो, नयाँ नयाँ छु, भिडियोहरू कस्तो लाग्यो हेरेर साथ सपोर्ट गरिदिनु होला है त।